वेलकम ब्याक टु माई च्यानल। अस्ति नै हाम्रो घर चाहिँ इन्कम्प्लिट थियो अनि अस्ति नैको भ्लगमा चाहिँ हाम्रो घर इन्कम्प्लिट थियो अनि अहिले चाहिँ अलिअलि धेरै काम भएको छ। म हजुरहरूलाई त्यो चाहिँ देखाउन गइरहेको छु। अस्ति नै हाम्रो गेट चाहिँ थिएन, अहिले गेट छ। अब गाइज म गेट खोल्छु। यो टाइलहरू पनि लगाएको थिएन अनि अहिले चाहिँ सब लगाएको छ। यो चाहिँ के हो सर? कालो कालो चाहिँ मार्बल भन्यो भने पनि मार्बलै हो। यताको टुर गराउनुहुन्न? बाथरुमको ढोका यस्तो छ अनि यहाँ चाहिँ सब खोरै खोर छ। किचन हो अनि यो एउटा रुम हो अनि यो पनि एउटा रुम हो तर लक गराएको छ अनि यो बाहिरको सब लिभिङ हल हो। फर्स्ट फ्लोरको हो? कुन फ्लोर हो कि ग्राउन्ड हो? यो ग्राउन्ड फ्लोरको। भनेको सब मार्बलहरू हुन्। अस्ति नै पहिलाको भ्लगमा मार्बलहरू पनि थिएन, अहिले चाहिँ सब मार्बलहरू पनि छ। अनि यो चाहिँ हाम्रो सब लिभिङ रुम अनि यो चाहिँ नानीको रुम अनि यो चाहिँ हाम्रो किचन अनि यो चाहिँ मामु र मेरो रुम। अनि अब यहीँ बस्नुहुन्छ तपाईँहरू? होइन, अलि माथि अलि नबनेर यता बसेको। माथि पनि बन्छ फेरि अर्को? ओके। यता यता पनि थिएन, अहिले त सब मार्बल पनि छ। स्टडी रुम हो अनि यो चाहिँ मेरो एक्लैको रुम हो। एक्लैको रुम? अनि यो चाहिँ मेरो फ्यामिलीको रुम। को फ्यामिली? को रुम मामु र बाबाको। अनि यो चाहिँ किचन। किचन यहाँ पनि हुन्छ? हुन्छ। यहाँ चाहिँ गेस्ट रुम अनि यहाँ चाहिँ बाथरुम। यो चाहिँ के हो? त्यो चाहिँ एकछिन हामीलाई घाममा बस्नुको लागि हो। बाल्कनी हो? बाल्कनी हो। हाम्रो पूजाको रुम हो। को पूजा? कहिले भगवानहरूलाई पूजा गर्नको लागि हो। पहिला यता ढोका थिएन, अहिले चाहिँ यहाँ ढोका छ।
तपाईँले ढोका खोल्न सक्नु भएन। यो चाहिँ के हो सर? यता टाइलमा लाको ठाउँ भने चाहिँ लिभिङ रुम अनि यता टाइलहरू लाको ठाउँ भने चाहिँ किचन। वाउ, किचन डाइनिङ बनेको रहेनछ त अझै। हो छैन। कहिले बन्ने हो? अनि यो चाहिँ एउटा बाथरुम हो। कति धेरै बाथरुम रहेछ तपाईँको घरमा? अब हामी कहाँ जाँदैछौँ? अब हामीले एउटा कुरा बिर्स्यौँ। के कुरा सर? यो चाहिँ हाम्रो कौसी हो। फाइनली गाइस हामी चाहिँ अब छतमा आइपुग्यौँ। यो चाहिँ ट्याङ्की, यो चाहिँ सब घामहरू। अनि यो लुगा सुकाउने पनि अस्ति थिएन, अहिले त सब लुगा सुकाउनेहरू पनि छ गाइस। अनि यता पनि टाइलहरू लागेको थिएन, अहिले त लगाइसक्यो। के बनिरहेछ सर? यता धारा बनिरहेछ। अरू केही भन्न चाहनुहुन्छ? थोरै। के भन्न चाहनुहुन्छ? यहाँ हेरेर भनिदिनुहोस् न, नहल्लिकन नहिँडिकन। यता चाहिँ एउटा यस्तो लगाएको थिएन, अहिले चाहिँ सब भइसक्यो गाइस। तपाईँलाई कस्तो लागिरहेछ त आफ्नो घर? मलाई राम्रो लागिरहेछ। ल अब म थ्याङ्क यू भन्न चाहन्छु। कसलाई? मेरो ब्लगलाई। ब्लगलाई थ्याङ्क यू किन भन्ने? मलाई त्यति मात्रै भन्नुहुन्छ, अरू भन्न मन छैन। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। डोन्ट फर्गेट टु लाइक, सेयर। थ्याङ्क यू सो मच एभ्री वान।